बोक्ने गाडी आज चाहिँ ठाउँ चेन्ज गर्न लाग्यो। त्यही भएर देख्न सक्नुहुन्छ साथीहरू कस्तो छ। हरियो दुबोको नाम निशान हुँदैन, पुरा बालुवै बालुवा बालुवै बालुवा। गाडी पनि यस्तो छ, यस्तो लामो लामो गाडी चलाउनु पर्छ साथीहरू। कहिले जिन्दगी नदेखेको नसुनेको यसमा पनि जोडेछ। यो चाहिँ पुरै घाँस हो, यसमा पनि यत्रो लामो त्यो छ, यसमा पनि यो टोचन गरेछ। अनि पानीवाला ट्याङ्कर चाहिँ यो हो। सबै जातको गाडीहरू तर चाहिँ पुरानो मोडल। यसमा पनि उता यो मुटको पानी खाने। पालै पालो लिएर आएँ। अब दुईजना फेरि लिन गएको छन् अर्को गाडी। यहाँ म पर्खेर बसिरहेको छु। साउरुक जा नगएस छोडेर भनेछ। त्यही भएर देख्न मान्छे हुँदैन, एउटै मान्छेले पुरै गाडी पालै पालो पालै पालो। पुरानो भयो नि, निकै बलियो गाडीहरू क्या, जापानिज गाडीहरू। केही देखिन्न, पुरै टोटल बालुवै बालुवा। यस्तो ठाउँमा पनि तेल भण्डार हुने, हाम्रो नेपाल जस्तो ठाउँमा केही नहुने। यसमा जोडेर पनि यता छैन। कहिल्यै जिन्दगीमा नेपालमा ट्र्याक्टर नचलाएको मान्छे यहाँ आएपछि पुरै तालिम हुने रहेछ क्या। तर अप्ठ्यारो हुँदैन, सिकेपछि सबै उस्तै जस्तो। ल हुन्छ साथीहरू, सकेसम्म सब्सक्राइब लाइक सेयर गरिदिनु होला, सपोर्ट गरिदिनु होला।